खतरा भन्छ है आज चाहिँ मम्मी वा सेलरोटी खतरा बनाएको मैले मम्मी चाहिँ न्यु इयरको सेलरोटी हाल्दै हुन्छ पछाडि के भन्नु मम्मी चामल अब चट्ट पिसेर अनि सेलरोटी हालेर हाकिमस्ते उम्मीदे तो गोजाइमास भन्नुपर्छ होइन अब यस्तै हो सेलरोटी चाहिँ खतरा होला चाहिँ मैले चाख्छु चाहिँ चढाउनु भयो भगवान्लाई चढाउनु भयो ल म चाख्छु है त सही मिठो छ नि के भन्नुहुन्छ रोटी बनाएर खानुहोस् न्यु इयरमा खानपिन गर्नुपर्छ रमाइलो गर्नुपर्छ सही मिठो छ के हाल्नु मामी यसमा यसमा घिउ अनि चामलको पिठो भइहाल्यो अनि घिउ चिनी ल्वाङ सुकमेल राखेको त्यही हो सही मिठो यहाँ खानुपर्छ सेलरोटी चाहिँ सही मिठो ल बाँधिदिनु त ल है यही खान्छौँ धेरै खान्छौँ ल सेलरोटी खान्छ ल वा सेलरोटी टुक्रा टुक्रा दे सेलरोटी खान्छ सेलरोटी खान्न सही मिठो या बस है वा 70 करोडको लोटो पर्यो ठ्याक्कै पर्यो भने चाहिँ 10 लाख 10 करोड 10 करोड 10 करोड 30 करोड बाले दिने हाम्रो निर्णय छ तीनजनालाई अब 30 40 80 70 जम्मा 2 करोड 40 करोड भने मैले 70 करोडमा 40 करोड ल है यस्तो गरेर हामी नयाँ वर्ष सुरुवात गऱ्यो उसको दबाई रहेछ सबैजनालाई ओ माई गड वाह सेलरोटी खतरा बनाएको मैले ओ वाह कसले खायो सेलरोटी कसले खायो सेलरोटी यस्तो वाह सेलरोटी आई लभ यु वाला सेलरोटी कसले हो त्यो चाहिँ मेरो
कस्तो अब यो के हो भन्दाखेरि के लेख्छ बाबु यसमा लेख्नुपर्ने रहेछ जस्तै ड्राइभिङ लाइसेन्सको फेल भयो भोलिचोटि फेल भयो भने यहाँ र मन्दिरमा आएर चाहिँ यस्तो लेख्यो भने चाहिँ पास भइन्छ छैन कुन लेख्छ बाबु पढ्दा भगवान्लाई चढाएको छ कोही पनि जस्तै फेल भएको कोही छ भने चाहिँ यस्तो आएर लेख्नुपर्छ पास भइन्छ यो त्यही त यो नि यस्तो रहेछ पुरै चिउगाएको अरे चिउगाएको है दाइको चुक्यो अरे ल हेर म त चिउगाको सेन्सी बन्न चाहन्छु त्यसको मेन सेन्स त्यसमा पास हुन सकौँ भनेर लेखेको छ यहाँ चाहिँ हो रहेछ ल है आउँदै कस्तो लाग्यो त यहाँको माहौल राम्रो लाग्यो लास्ट रमाइलो छ है मन्दिर जापानको फर्स्ट टाइम 2000 भर्खर कति मिनट गयो 2026 को 1 महिना को भर्खर चाहिँ 12 बजी र 5 मिनट गयो हामी 1 मिनटमै लाइन बसेको थियौँ कि 5 मिनट गयो अहिले 5 मिनट गयो पनि अहिले चाहिँ कडक छ लाइन चाहिँ त्यतिसम्म छ कि लामो छ लाइन चाहिँ भनेर अब साध्यै छैन होइन हेर्नलाई चाहिँ जस्तै कुनै पनि वर्षको चेन्ज हुने बेला चाहिँ ठ्याक्क 12 बजे जापानिज मन्दिरमा आउनु भयो नि लाइन त हो अब भर्खरबाट बल्ल स्टार्ट हुन्छ फेरि नयाँ इयर्स ओहो तर कडा हुन्छ फेरि जापानमा चाहिँ त